हेलो एभ्रिवान, वेलकम ब्याक। आजको यस भिडियोमा चाहिँ म तपाईँहरूलाई स्पेनको भिसाको फर्म कसरी फिल गर्ने, साथै अपोइन्टमेन्ट कसरी लिन सकिन्छ, एप्लिकेसन सेन्टर कहाँ छ भन्ने कुराको सम्पूर्ण विवरणहरू देखाउँदैछु। कृपया अब हामी स्क्रिनतर्फ लागौँ। कहाँ जानु पर्यो भन्दाखेरि ल सरल भिसा .com जाउँ है त। यसमा गइसक्यो हामी, किनकि आधिकारिक वेबसाइटमा त जानु पर्यो। आधिकारिक वेबसाइटमा जानको लागि अब हामी कुन कन्ट्री जाँदैछौँ, स्पेन। एसपी मात्र हानिदिउँ, स्पेन चेकलिस्टमा छौँ। अब यसको हामी आधिकारिक वेबसाइटमा जानु पर्यो। हुन त यसमा तपाईँलाई के चाहिन्छ भनेर त यहाँ पनि हेर्न मिल्छ। त्यो पनि अहिलेलाई हाम्रो मुख्य लक्ष्य भनेको अपोइन्टमेन्ट लिने, फर्म भर्ने, यी कुराहरू भएको हुनाले, आइडी बनाउनु भएको हुनाले हामी त्यहाँ जाउँ। अब यो अफिसियल वेबसाइट भन्ने यहाँ छ, अफिसियल वेबसाइटमा क्लिक गरौँ। यहाँ गइसकेपछि यहाँ बुक अपोइन्टमेन्ट भन्नेको यतापट्टि बुक एन्ड अपोइन्टमेन्ट छ है। यो गरिसकेपछि तपाईँ हामीले अब आइडी त हाम्रो बनाउनु पर्यो। हामी फर्स्ट युजर है। त्यही भएर आइडी युजर गर्न, आइडी युज नयाँ क्रिएट गर्नको लागि चाहिँ क्रिएट एन एकाउन्ट भन्ने छ, यहाँ जाउँ। क्रिएट एन एकाउन्ट, यो के छ यसलाई एक्सेप्ट गरौँ। या ल सरनेम है, अहिलेलाई मैले तपाईँको आफ्नो पासवर्ड अनुसार राख्नु होला। यसमा राख्थेँ मैले राया माझी। अब फर्स्ट नेममा राख्थ्यौँ राम, राख्थ्यौँ। ल लास्ट नेममा के थियो हाम्रो, राया माझी। अब यसमा भनेको डेट अफ बर्थ राख्ने है। डेट अफ बर्थ, इयर, मन्थ र डेट बनायो, यहाँबाट सेलेक्ट गरेर राखौँ। यहाँ गएर पछि आफ्नो पासपोर्ट अनुसार राख्न सक्नुहुन्छ तपाईँले। 19 फेब्रुअरी 19। पासपोर्ट टाइप भनेको छ, यो नर्मली यो तपाईँको पासपोर्ट टाइप भनेको हाम्रो ओर्डिनरी पासपोर्ट हुन्छ है, नर्मल मान्छेहरूको। अफिसियल हो भने यहाँ अफिसियल राख्नु पऱ्यो, डिप्लोमेटिक हो डिप्लोमेट, तर नर्मली ओर्डिनरी, हाम्रो नर्मल पासपोर्टलाई ओर्डिनरी मानिन्छ। पासपोर्ट इस्यु कन्ट्री, अब कहाँबाट इस्यु भएको, हाम्रो त नेपालबाट, यसलाई नेपाल गरौँ। नेपाल। पासपोर्ट नम्बर अहिलेलाई म एउटा मेरो आफ्नो हिसाबले राख्छु, 1 2 3। तपाईँ आफ्नो पासपोर्ट नम्बर चाहिँ त्यहाँ जे छ त्यही राख्नु होला। र यो पासपोर्ट नम्बर चाहिँ तपाईँले पासपोर्टमा जे छ त्यही गर्नु होला, यसमा जे पाए त्यही चाहिँ नगर्नु होला। पछि फर्म भर्ने बेलामा अपोइन्टमेन्ट लिइसके पछाडि अप्ठ्यारो पर्छ है। 4 5 6 7 9 होइन। अब यसमा पासपोर्ट इस्यु डेट, तपाईँको पासपोर्टमा भएको इस्यु डेट हाल्नु पऱ्यो। अगस्त 19 पासपोर्टमै हुन्छ है। अनि पासपोर्टमा एक्सपायरी डेट पनि त्यही हुन्छ, कहिले सकिन्छ म्याथ भनेर। यो पनि तपाईँले आफ्नो हिसाबले हाल्न सक्नुभयो। अनि पासपोर्ट इस्यु प्लेस भनेको चाहिँ हाम्रो नेपाल। यहाँ फोन नम्बर जुन मागिरहेछ यसमा तपाईँले 91 भनेको इन्डियाको भयो, यसमा 977 गर्नुहोस्। अनि 9860 होइन 9860 9703551 है हाम्रो। ल अनि अब इन्फो आफ्नो के छ इमेल आइडी त्यो राख्नु होला। मैले चाहिँ यसमा info@ मैले आफ्नो राखेँ। अब यसलाई यति गरिसके पछाडि भेरिफाई गर्नुहोस्। यहाँ नम्बरहरू माग्छ, यो जस्तो 996 कुनमा छ, यहाँ जे पनि आउनसक्छ है। त्यही नम्बरलाई सेलेक्ट गर्नुपर्छ। 1 2 यहाँ पनि छ, यहाँ पनि छ, यहाँ पनि छ, यहाँ पनि छ, अनि यसलाई भेरिफाई गर्नुहोस्। अब यति गरिसकेपछि हामीले ओटिपी जेनेरेट गर्नुपर्छ। र यो ओटिपी जेनेरेट चाहिँ कहाँ जान्छ भन्नुहुन्छ भने यो अघि हामीले जुन इमेल आइडी दिएको छु त्यहाँ ओटिपी जान्छ है। ओटिपी आएको छ कि छैन जाउँ, gmail.com। जिमेल फेरि यहाँ खुलाएर हिँड्छ एकैछिन है। सरी, यहाँ आइसकेको छ है। यसमा आइसकेको हुन्छ। यसमा योर इमेल भेरिफिकेसन कोड इज यति भने 65 37 35। अनि 65 37 35 होइन त, भेरिफाई अनि यसलाई सबमिट गरिदिउँ। ल यो भइसक्यो। अब यति गएपछि हामी लगइन पेजमा जान पाइयो। अब अघि जुन इमेल आइडी हाल्नु भएको थियो त्यही इमेल आइडी हाल्नु होला है। इमेल आइडी मैले मेरो हाल्ने, अब तपाईँले आफ्नो हाल्नु होला। अब यहाँ पासपोर्ट भनेर मागेको छ, पहिला यो गरौँ। 589 भनेर दियो, 589 589 589 589। यो पासवर्ड कहाँबाट हाल्ने भन्नुहुन्छ भने त्यहाँ तपाईँको अघिको इमेलमा पासवर्ड पनि आएको हुन्छ, हेर्नु होला है। आइसकेको छ।
यो अहिले टेम्पोररी पासवर्ड चाहिँ 958819 यहाँ मलाई यो दिएको छ। तपाईँहरूलाई अलग अलग आफ्नो हिसाबले आएको हुन्छ 958819। यसलाई सबमिट गरौँ। अब 958819 यो चाहिँ अब पासवर्ड चेन्ज गर भन्यो। यसमा चाहिँ करेन्ट पासवर्ड भनेकोमा आइहाल्को, अहिले उनीहरूले दिएको टेम्पोररी पासवर्ड भयो। अब यसपछि चाहिँ आफ्नो पासवर्ड राख्न सक्नुहुन्छ है तपाईँले। मैले मेरो आफ्नो राख्दैछु। ल यो राखिसके पछाडि पासवर्ड लेख्दाखेरि चाहिँ एउटा क्यापिटल लेख्नु पर्यो, एउटा कुनै सिम्बलिक लेख्नु पर्यो, @ यस्तो लेख्नु पर्यो, अनि नम्बर पनि लेख्नु पर्यो है। ल यति गरेपछि यो मेरो तयार भयो, आइडी बन्यो है। ल हेर्नुहोस् आइडी बनिसकेको छ। अब हामी आजलाई हामी यति नै गरौँ। म अर्को पार्टमा चाहिँ तपाईँहरूलाई अपोइन्टमेन्ट साथसाथै फर्म फिलिङको पुरा डिटेलहरू लिएर आउनेछु, किनकि भिडियो अलरेडी लामो भइसकेको छ। ओके, थ्याङ्क यू एभ्रिवान। फेरि पनि भेटौँला।